हेलो गुड मर्निङ। तपाईँहरू कस्तो छ मेरो साथीहरू, साथीभाइ, बहिनी, दिदीहरू? म पनि ठिकै छु। आज ड्युटी छुट्टी छ भनेर बिहान बिहान उठेर अलिक ब्लग बनाएको। आजको वेदर राम्रो छ, राति पानी परेर अलिक मजाको वेदर भइरहेको छ। अहिले हामी जाँदैछु अलिकति घुम्नु साथीभाइहरूसँग। अलिकति के गर्नु, घरमा बसेर पनि अब हेर्नु हाम्रो सिन, हाम्रो डुवर्सको यही त हो। हरी हरी चाय के बगान, माँ के बताबू, बाबा के सुनाबू, ले जाबू तो के मोर गाउँ गाउँ गाउँ। खोइ अब आज दिनभरि के हुन्छ के हुँदैन देखाउँछु। डेली भ्लग बनाउनु चाहिँ सक्छु तर टाइम पाउँदिनँ। अब बनाउँदैछ भएको छ तर के गर्नु, टाइम नभएपछि त के गर्नु सक्दैन, तपाईँलाई थाहै छ। अब हेरौँ, अब एकछिनमा साथीहरू छ, साथीहरूकोमा गएको काम गर्दैछ त, त्यसलाई भन्नु जाउँ एकछिन घुमेर आम कति काम गर्छस् भनेर। अब हेरौँ साथीहरूलाई भेटेर के गर्नु चाहिँ हेरिबस्नु होला, अब ब्लगमा बनिरहनु होला। ब्लग राम्रो लाग्यो भने कमेन्ट, सेयर, लाइक गरिदिनु र सक्यो भने त्यो माथि एउटा अप्सन आउँछ कि सेन्ड स्टारहरू सेन्ड गरेर झन् राम्रो। अझै राम्रो राम्रो ब्लग लिएर आउँछु म तपाईँहरूको लागि। हामी चाहिँ यसलाई लिनु आएको, यो साथी हो त, अब यसलाई छोडिकन जान सक्दैनौँ हामी। यसो गर, यसो हाई हातला यसलाई चाहिँ लिनु आएको। यहाँ पहिला केही थिएन, जङ्गल थियो, हामी यहाँ आएर खेल्थ्यौँ। अहिले पुरा बगान घेरेर, यहाँ घरहरू पनि थिएन, यो घरहरू केही पनि थिएन, अहिले सबै भयो। यसले चाहिँ जङ्गलको सबै सब्जीहरू लान्छ। अहिले के बोक्यो, यसो त हाई गर। ऊ चाहिँ मेटलीमा काम गर्छ, मेटलीमा आफ्नो लुगा दोकान छ। सस्तो सस्तो लुगा चाहियो भने उसको मेटली दोकानमा जानु र मलाई भन्नु, मेरो नाम गर्नु, अमरको साथी हो या अमरको दाजु भाइ हो भन्नु, उसले सस्तोमा गरिदिन्छ। होइन सुबता, मेरो नाम गरेर कम्तीमा दिने नि, कम्तीमा दिन्छ मेटलीमा। जब जान्छ मेटली मलाई भन्नु, मेरो नाम खालि गर्नु दोकानमा गएर। यो चाहिँ ब्याङ्कमा काम गर्छ, यो अनलाइन वर्कर। ब्याङ्कमा के काम छ भने चाहिँ उसलाई भन्नु, मेरो नाम गर्नुपर्छ अनि मात्रै। हग्नुको लागि त्यसले घाँटी पत्ता खोज्दैछ। कहाँ बसौँ ऊ। लिन ए पुरा आयो त काम, तू तो बोलता 15 मिनट। ये फोन चार्जमा लगा। यिनीहरूलाई चाहिँ लिनु आएको हामी साथीभाइलाई छोड्दिनँ नि त, जहाँ पनि गएर सँगै जान्छ। यो चाहिँ खालि खानुमा मात्रै छ, अहिले के गर्दैन, खालि खान्छ, झिरुप्पे हुन्छ गर्ने घर जान्छ। यो अरू केही छैन यसको काम। একটা আছে আমাদের পাড়ার জামাই, সবার জামাই। কারো বিয়েতে খাওয়া দাওয়া লাগলে ওকে বলবো, আমাদের পাড়ার একদম शुद्ध রান্না করে। ए नितो नेपाली ब्लग सबभन्दा राम्रो खाना बनाउँछ उसले चाहिँ, दामी बनाउँछ खाना। यो त ब्याङ्कको म्यानेजर हो, जसले पनि ब्याङ्कमा के काम हुन्छ यसलाई भन्नु। यो चाहिँ मैनागुडीमा काम गर्छ मिष्टी दोकानमा। मेरो नाम गरेर गयो भने चाहिँ मिष्टी कम्ती भयो त, अलिकति सस्तो कम्ती दाममा मिलाइदिन्छ। उसले खैनी खान्छ त, त्यसलाई मुख छोपेर राख्छ। अहिले त्यहाँ साथीसँग बसेर टाइम पास गर्दै, अहिले पानी परेर बिजोक कस्तो पानी परेछ यहाँ डुवर्सको वेदर। अहिले हामी जाँदैछौँ फटकन, चिन्दैन होला, यो जग्गा मजाको छ घुम्ने इलाका। टिटो आइगर यता घुम। यो छोटा डन टिटो लामा,
मेरो साथी कोही कुनै अब नराम्रो नसोच्नु, अब कोही राम्रो केटी छ भने चाहिँ बिहा गराइदिन्छु। कन्ट्याक्ट गर्नु। राम्रो छ केटा, काम गर्छ, आफ्नो गाडी छ, ड्राइभरिङ गर्छ, राम्रो छ। कस्तो लाग्यो हाम्रो डुवर्सको भ्यू भन्नु ल कमेन्टमा। हमरे का डुवर्स किसी केकरा से कम नहीं। सिलिगुडी झालमुडी अझै उता मजा छ, तर पनि यस्तो बेला तर पनि घाम छ, गरम लाग्दैछ भित्रबाट। त्यही लागि मैले पनि घरबाट निस्किँदाखेरि फुल गन्जी लगाएँ। अब साथीहरूसँग एकछिन टाइम पास गरेर जानुपर्छ। हेर्दै गर्नु हामी साथीभाइहरू कहाँ जाँदैछु गरेर हेर्दै गर्नु ल। आजको दिनभरिको ब्लग सायद मेरो बगानमै हुन्छ होला, किनकि आज फेरि बगानतिरै छु। किनकि कहाँ जानु यस्तो घाममा, पानी पऱ्यो, मजाको वेदर छ। यो चाहिँ हाम्रो गाउँको छेउको बगान हो। हाम्रो गाउँको छेउको बगान हो। आज दिनभरि हाम्रो बगानमै हुनेछ टाइम पास। अब हेरौँ के हुन्छ दिनभरि, हेर्दै हुनु ल ब्लग मेरो। आज दिनभरि बगानमै बित्यो र पानी पनि कस्तो बिजो हेर्नु म भर्ख ड्युटी आएँ। र आजको ब्लग कस्तो लाग्यो, के हो कसो एकपल्ट भन्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सक्यो भने स्टार दिनुहोस् भने अघि नै भनेको थिएँ। ओके ल, भोलि फेरि नयाँ ब्लग लिएर आउँछु, फेरि भेट्नुपर्छ। बाई बाई।